टाइफाइड चाहिँ कम्युनिकेबल ब्याक्टेरियल डिजिज हो। अनि त्यसपछि यसलाई हामीले इन्टेरिक फेभर पनि भन्ने गर्छौँ होइन, इन्टेरिक फेभर पनि भन्ने गर्छौँ। अनि त्यसपछि यसलाई चाहिँ साइलेन्ट फेभर पनि भन्ने गर्छौँ, साइलेन्ट फेभर पनि भन्ने गर्छौँ। र यसलाई हामीले इन्टेस्टाइनल डिजिज पनि भन्ने गर्छौँ, इन्टेस्टाइनल डिजिज पनि भन्ने गर्छौँ है, इन्टेस्टाइनल डिजिज पनि भन्ने गर्छौँ। अब यो चाहिँ किन भन्यौँ भन्दाखेरि यसले चाहिँ स्मल इन्टेस्टाइनमा के गर्छ, एफेक्ट गर्छ के होइन, एफेक्ट गर्छ होइन। त्यसपछि र स्मल इन्टेस्टाइनको पनि हाम्रो आइलियममा, यसको पनि आइलियममा जहाँ चाहिँ पेयर्स प्याचेस है, यो के हो त, ग्रुप अफ लाइम्फोइडिक सेल, ग्रुप अफ लाइम्फोइड सेल हो, लाइम्फोइड टिस्यु होइन, यो के हो, ग्रुप अफ लाइम्फोइड टिस्यु हो। कजेटिभ एजेन्ट के हो त होइन, किसको कारणले गर्दा लाग्छ त, कजेटिभ एजेन्ट होइन, कजेटिभ एजेन्ट। अब यो चाहिँ स्याल्मोनेला टाइफाई, स्याल्मोनेला टाइफाईको कारणले गर्दाखेरि लाग्ने हो। अब स्याल्मोनेला टाइफाई भनेको कस्तो ब्याक्टेरिया हो, रड सेप ब्याक्टेरिया कि यो के हो, रड सेप ब्याक्टेरिया हो। अनि त्यसपछि रड सेप ब्याक्टेरिया हो, यो चाहिँ के हो, ग्राम नेगेटिभ ब्याक्टेरिया हो है। अनि त्यसपछि यो के हुन्छ, यो मोटाइल हुन्छ कि हुँदैन, मोटाइल भन्नाले हिँडडुल गर्न सक्ने, यो चाहिँ मोटाइल हुन्छ, यो चाहिँ हिँड्न सक्छ होइन, यो चाहिँ मुभ गर्न सक्छ। र त्यसपछि स्याल्मोनेला टाइफाई चाहिँ एउटा फ्ल्याजिलेटेड, अब हिँड्नको लागि फ्ल्याजिलेटर चाहियो। सो यो स्याल्मोनेला टाइफाईले मेन प्रड्युस गर्ने के हो भन्दा एउटा के भन्छ, टक्सिक प्रोड्युस, हार्मफुल टक्सिक चाहिँ यसले के गर्छ, हार्मफुल टक्सिक चाहिँ यसले प्रड्युस गर्छ, जसलाई हामीले के भन्ने गर्छौँ, इन्टेरोटक्सिन अर इन्डोटक्सिन भन्ने गर्छौँ है। अब त्यसपछि यो भइसकेपछि अनि अब मोड अफ ट्रान्समिसन, ट्रान्समिसनमा यो कसरी सर्छ, मेनली सर्ने भनेको यो युरिनोफेइको ओरल रुटबाट, भन्नाले स्टुल, युरिनो भनेको युरिन र फेइको भनेको स्टुलबाट होइन, स्टुल होइन। अब युरिनोफेइको ओरल रुट, दिसा पिसाबबाट सर्न सक्छ होइन। मेन चाहिँ के हो, यसको कन्टामिनेसन, मोड अफ ट्रान्समिसन कन्टामिनेसन फुड, कन्टामिनेटेड फुड एन्ड वाटरबाट सर्ने गर्छ होइन। अब युरिन र स्टुल चाहिँ गएर खानामा गयो, पानीमा गयो भनेपछि हामीले त्यसलाई कन्टामिनेटेड फुडबाट, त्यहाँबाट चाहिँ यो के हुन्छ, सर्छ है। अनि त्यसपछि अब कमन युज अफ आर्टिकल होइन, कमन युज अफ आर्टिकल चाहिँ त्यो पनि भयो। त्यसपछि डाइरेक्ट कन्ट्याक्ट विथ इन्फेक्टेड पर्सन पनि भन्न पाइयो, डाइरेक्ट कन्ट्याक्ट विथ इन्फेक्टेड पर्सन। अनि त्यसपछि अब क्यारियर्स लाइक हाउस फ्लाई अनि कक्रोचेसहरूबाट पनि यो सर्ने गर्छ होइन। अनि त्यसपछि अब अर्को कुरा के छ भन्दा, अब मोड अफ ट्रान्समिसन भइसकेपछि अब इन्क्युबेसन पिरियड भन्नाले के हो त है, इन्फेक्सनको दिनबाट र सिम्पटम देखेको दिनबाट, द डे अफ इन्फेक्सन चाहिँ भएको दिनदेखि र फर्स्ट टाइम चाहिँ सिम्पटम्स देखेको दिनसम्मको जुन ग्याप छ होइन, त्यो ग्यापलाई, त्यो पिरियडलाई हामीले के भन्छ, इन्क्युबेसन पिरियड। मैले फेरि पनि भने, हाम्रो पिरियड बिट्विन डे अफ इन्फेक्सनबाट सिम्पटम्स, डे अफ सिम्पटम सिन फर्स्ट टाइम होइन, सिम्पटम डे सिम्पटम्स सिन फर्स्ट टाइम है, यो के हो, इन्क्युबेसन पिरियड। अब यसको इन्क्युबेसन पिरियड के हो त, कति हुन्छ त
है। यो चाहिँ 1 देखि 3 विकसम्मको हुन्छ है। अब एभरेजमा 2 विक्स पनि भन्न मिल्यो, वा चाहिँ 6 देखि 30 डेज पनि कोही बुकहरूमा लेखेको पाइन्छ है। 6 देखि 30 डेज पनि लेखेको पाउँछ। हामीले जुन लेख्दा पनि भयो होइन, 1 देखि 3 विक्स लेख्दा पनि भयो, 6 देखि 30 डेज भन्दा पनि भयो। अनि त्यसपछि इन्क्युबेसन पिरियड भइसकेपछि अब सिम्पटम्स है। अब सिम्पटम्स के हुन्छ त? मेन त एकदमै ज्वरो आइसकेपछि हाई फिभर, एकदमै हाई फिभर हुन्छ है। हाई फिभर, एकदमै हाई फिभर कति हुन्छ? 103 देखि 104 डिग्री फेरेनहाइट, अर अब सेल्सियसमा चाहिँ 39 देखि 40 डिग्री सेल्सियसको आसपासमा भन्ने गरिन्छ है। यो भयो एउटा है। अब त्यसपछि चाहिँ के हुन्छ? हामीलाई कन्स्टिपेसन पनि हुन्छ, कन्स्टिपेसन पनि हुन्छ। त्यसपछि चाहिँ डाइरिया पनि हुन्छ। अनि त्यसपछि अर्को हाम्रो ब्राडिकार्डिया है। ब्राडिकार्डिया भनेको लो हार्ट रेट चाहिँ के हुन्छ? डाउन हुन्छ। त्यसपछि र अर्को लो पल्स रेट पनि हुन्छ। लो पल्स रेट, पल्सको रेट पनि के हुन्छ? कम हुन्छ है। टाइफाइडमा चाहिँ ब्राडिकार्डिया हुन्छ। ब्राडिकार्डिया भनेको हार्टबिट चाहिँ एबनर्मल कन्डिसन हो, एबनर्मल हुन्छ। अब एबनर्मल पनि दुई टाइपको हुन्छ, एउटा ब्राडिकार्डिया र अर्को ट्याचिकार्डिया। अब ब्राडिकार्डिया भनेको लो हार्ट रेट हो र ट्याचिकार्डिया भनेको हाई हार्ट रेट हो। अब लो हार्ट रेट कति लो त? 60 बिट्स पर मिनट भन्दा कम भयो भने है, 60 बिट्स पर मिनट भन्दा कम भयो भने त्यो चाहिँ ब्राडिकार्डिया, र 100 बिट्स पर मिनट भन्दा माथि भयो भने त्यो चाहिँ के हो? ट्याचिकार्डिया। र नर्मल हाम्रो 72 बिट्स पर मिनट हाम्रो ह्युमनको चाहिँ एउटा नर्मल हार्टबिट हो है। मैले फेरि पनि भने, ब्राडिकार्डिया भनेको चाहिँ लो हार्ट रेट हो। लो हार्ट रेट भन्दा बित्तिकै के? लो हार्ट रेट, लो हार्ट रेट भन्दा बित्तिकै 60 बिट्स पर मिनट भन्दा कम भयो भने ब्राडिकार्डिया, र 100 बिट्स पर मिनट भन्दा बढी भयो भने ट्याचिकार्डिया। एब्डोमिनल पेन पनि हुन्छ, एब्डोमिनल पेन है। अनि त्यसपछि एब्डोमिनल पेन, अनि त्यसपछि चाहिँ मसल्स पेन हुन्छ, मसल पेन पनि हुन्छ। अनि त्यसपछि अब त्यो थाक लाग्ने, भोक लाग्ने त्यो अब छँदैछ, हामीले चाहिँ त्यसलाई फ्याटिग भन्छ होइन। अनि त्यसपछि चाहिँ विकनेस पनि लेखेर होइन, विकनेस भयो। अब मेन हामीले के हो त है? अब हेरेँ मेन, अब म यहाँ लेख्दैछु, अब इन्टर्नल ब्लिडिङ हुन्छ है। इन्टर्नल ब्लिडिङ इन ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट, वो चाहिँ जिआई ट्र्याक्ट हुन्छ है, जिआई ट्र्याक्ट हुन्छ। अब यो इन्टर्नल ब्लिडिङ इन ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट भन्नाले, ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट भन्नाले हाम्रो खाँदादेखि लिएर हग्दासम्मको ट्र्याक्ट, त्यहाँसम्मकोलाई चाहिँ हामीले ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट भन्छ होइन। अब त्यो ट्र्याक्टमा चाहिँ हाम्रो इन्टर्नल ब्लिडिङ हुन्छ है। मेनली कहाँ हुन्छ? हाम्रो स्मल इन्टेस्टाइनमा। अब किन भने मैले, हामीले माथि पनि हामीले यहाँ हेरेका छौँ, स्मल इन्टेस्टाइनको आइलियम के हो? लास्ट पार्ट अफ द स्मल इन्टेस्टाइन हो है। यो कुरा पनि याद गर्नु होला। र त्यसपछि पियर प्याचेस के हो? ग्रुप अफ लाइम्फोइड सेल हो। त्यो सेलमा चाहिँ यसले एफेक्ट गर्ने भएको कारणले गर्दा त्यहाँ चाहिँ अब लेसन गर्छ। त्यो चाहिँ के अरे घाउ टाइपको हुने होइन, त्यस्तो टाइपको चाहिँ हुन्छ। त्यहाँ चाहिँ ह्यामरेज हुन्छ है, ह्यामरेज हुन्छ र इन्टर्नल ब्लिडिङ पनि हुन्छ होइन। ह्यामरेज भएर इन्टर्नल ब्लिडिङ हुन्छ र त्यो अल्सर्नेसन पनि हुन्छ होइन। अनि लेसन भनेको अल्सर्नेसनको एउटा टाइप हो है। अनि त्यसपछि अब ह्यामरेज भयो भने मान्छे चाहिँ मर्न सक्छ। टाइफाइडको कारणले मर्ने चान्स चाहिँ 2 देखि 3% मात्रै हुन्छ होइन, 2 देखि 3% हुन्छ। अब टाइफाइडले मेन कहाँ र एउटा पोइन्ट पनि म लेखिहाल्छु। टाइफाइड फेरि पनि देखिन सक्छ। टाइफाइडलाई रिल्याप्स पनि हुनसक्छ। अब रिल्याप्स भन्नाले के हो त? टाइफाइड फेरि चाहिँ आउन सक्छ। हामीलाई सुनेको चाहिँ हाम्रो टाइफाइड भइसकेपछि पनि के हुन्छ?
मान्छेहरूलाई फेरि पनि टाइफाइड देखा पर्छ नि त। त्यो किन भयो? त्यो चाहिँ टाइफाइडबाट चाहिँ ब्लडको के टाइफाइडको जुन यो भाइरस छ, ब्याक्टेरिया छ, यो ब्याक्टेरिया चाहिँ हाम्रो ब्लडको माध्यमबाट स्प्लिनमा, अनि त्यसपछि बोन म्यारोमा, लिभरमा, गल ब्ल्याडरमा गएर त्यहाँ बसेको हुन्छ है। फेरि त्यो आउन सक्छ होइन, फेरि त्यो चाहिँ आउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ यो टाइफाइड चाहिँ फेरि पनि देखा पर्न सक्छ है। अनि त्यसपछि अब मेन चाहिँ कन्स्टिपेसन पनि भन्न सकिन्छ र सबभन्दा मेन हाई फिभर पर्नै पऱ्यो, त्यसपछि कन्स्टिपेसन पर्नै पऱ्यो, डाइरिया नपर्ने कन्स्टिपेसन चाहिँ मेन हो, ब्याडिकार्डिया मेन है, मेन यो त्यसपछि अब एब्डोमिनल पेन चाहिँ यो अब सकेसम्म लेख्ने, र मेन यो इन्टर्नल ब्लिडिङ एन्ड ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्ट होइन। र अब भमिटिङ पनि हुन्छ, कहिलेकाहीँ चाहिँ भमिटिङ पनि हुन्छ है। अब त्यो कुराहरू हामीले पढ्नु पऱ्यो। र अब अर्को कुरा र नि हाम्रो चाहिँ ऱ्यासेस पनि देखिन्छ, ऱ्यास पनि देखिन्छ है। ऱ्यास चाहिँ हाम्रो रोज कलरको एउटा स्पोट देखिन्छ होइन, रोज कलरको स्पोट देखिन्छ। कहाँ देखिन्छ? हाम्रो रोज कलरको स्पोट होइन, रोज कलर स्पोट देखिन्छ होइन, रोज कलर स्पोट देखिन्छ। हाम्रो देखिने कहाँ देखिने चाहिँ हाम्रो एउटा चाहिँ नेकमा देखिन्छ होइन, अन द नेक होइन, एउटा नेकमा देखिन्छ र एब्डोमेनमा देखिन्छ होइन, एब्डोमेनमा देखिन्छ है। जसले गर्दाखेरि एब्डोमेन सुन्निने, टेन्डरनेस हुने चाहिँ हुनसक्छ है यसमा देखिने भएर। एब्डोमेनमा देखिने भएर के अरे हाम्रो यो कलर स्पोट चाहिँ एब्डोमेनमा देखिन्छ, त्यसले गर्दा एब्डोमेनमा चाहिँ टेन्डरनेस हुनसक्छ। सिम्पटम्स भइसकेपछि अब अर्को कुरा चाहिँ हाम्रो यसलाई पढ्नुपर्ने भनेको डायग्नोसिस है। अब डायग्नोसिसमा के हुन्छ त? डायग्नोसिस मैले रङ लेखेँ है, DIAGNOSIS डायग्नोसिस भन्छ होइन। अब हामीले यो कसरी गरिन्छ त? डायग्नोसिस कसरी गरिन्छ त है? अब यसको डायग्नोसिसको के छ माध्यम भन्दाखेरि हामीले फर्स्टमा ब्लड कल्चर होइन, ब्लड कल्चर चाहिँ हामीले कसरी गर्छौँ त होइन, ब्लड कल्चर होइन, ब्लड कल्चर चाहिँ हामीले फर्स्ट अफ अल ब्लड कल्चर चाहिँ हामीले फर्स्ट विकमा गर्छौँ होइन। फर्स्ट विकमा हामीले के गर्छौँ? ब्लड कल्चर गर्छौँ। यो मेनली मैले यो सी कुरा यो त्यही भएर मैले सर्टकटमा लेखेको छु होइन। यो चाहिँ ब्लड कल्चर हामीले गर्छौँ होइन। ब्लड कल्चर पछि हामीले त्यसपछिको चाहिँ वाइडल टेस्ट भनेको के हो त भन्दाखेरि एन्टिजन भनेको के हो? एन्टिबडिज है टेस्ट हो होइन। त्यसपछि अब यसमा चाहिँ दुईवटा स्ट्रेनको ब्याक्टेरियाको चाहिँ हामीले त्यसको अगेन्स्टमा चाहिँ हामीले गर्छौँ। एउटा सल्मोनेला टाइफाई र अर्को सल्मोनेला पाराटाइफाईको है। अनि त्यसपछि थर्डमा हाम्रो स्टुल टेस्ट हामीले यो सेकेन्ड विकमा गर्छौँ है। फेरि यो सेकेन्ड विकमा मैले यो सिरियल वाइज देखाउँछु, यो सेकेन्ड विक। त्यसपछि स्टुल चाहिँ हाम्रो थर्ड विकमा गर्छौँ होइन, स्टुल टेस्ट पनि हामीले गर्छौँ। अब यसलाई के भन्छ? थर्ड विकमा होइन। अब हामीले के लेख्न सक्छौँ? अब यसलाई हामीले मिलाएर लेख्न सक्छौँ है। कसरी मिलाएर लेख्न सक्छौँ त? हामीले इक्जामिनेसन अफ स्टुल क्यान बी के अरे इक्जामिनेसन अफ स्टुल होइन। अब इक्जामिनेसन अफ स्टुल गर्दाखेरि पनि हामीले यसको ब्याक्टेरिया चाहिँ हामीले पाउन सक्छौँ होइन, इक्जामिनेसन अफ स्टुल होइन, इक्जामिनेसन अफ स्टुल। र अब कतै चाहिँ अब युरिन टेस्ट अब युरिन टेस्ट चाहिँ हामीले फोर्थ विकमा गर्छौँ होइन, फोर्थ विकमा गर्छौँ। अब कतै चाहिँ युरिन टेस्ट चाहिँ नदिएको पनि हुनसक्छ है। अनि त्यसपछि अब यो भइसकेपछि डायग्नोसिस भइसकेपछि अब त्यसपछिको चाहिँ हाम्रो ट्रिटमेन्ट अब ट्रिटमेन्टको केसेसमा हामीले एन्टिबायोटिक हामीले युज गर्छौँ, एन्टिबायोटिक्स है। एन्टिबायोटिक्समा हामीले के युज गर्छौँ त है? हामीले युज गर्ने भनेको क्लोरोमफेनिकल, यो चाहिँ सबभन्दा पुरानो हो, क्लोरोमफेनिकोल होइन। अब यो
क्लोरामफेनिकलको बारेमा पनि म थोरै केही भन्छु। क्लोरामफेनिकल चाहिँ हाम्रो सबभन्दा फर्स्टमा चाहिँ फर्स्ट एन्टिबायोटिक हो। यो टाइफाइडको चाहिँ सबभन्दा फर्स्ट एन्टिबायोटिक हो है। त्यसपछि क्लोरामफेनिकल, अनि त्यसपछि क्लोरोमाइसिटिन अनि त्यसपछि कति पेनिसिलिन पनि हुन्छ होइन। पेनिसिलिन, एमोक्सिसिलिन पनि हुन्छ। त्यसपछि अब म चाहिँ मेन लेख्छु है। मेन यो पढ्नै पर्यो, यो हल्का पढ्दा पनि भयो, तर याद गर्नु होला। त्यसपछि अब बाँकी अब दुईवटा छ, म मेन लेखाउँछु है, तिनवटा। एजिथ्रोमाइसिन यो चाहिँ छ, यो चाहिँ कम्प्लिकेटेडलाई दिन्छ। त्यसपछि अर्को चाहिँ हाम्रो सिप्रोफ्लोक्सासिन भन्छ होइन। सिप्रोफ्लोक्सासिन यो चाहिँ नन प्रेग्नेन्टको लागि दिन्छ है। फेरि यो चाहिँ नन प्रेग्नेन्टको लागि दिन्छ। र त्यसपछि सिप्रोफ्लोक्सासिन र अर्को सेफ्ट्रियाक्जोन है। सेफ्ट्रियाक्जोन भन्छ होइन। सेफ्ट्रियाक्जोन दिन्छ होइन। सेफ्ट्रियाक्जोन पनि दिन्छ होइन। अब हेरेँ मैले यति धेरै नाम लेखेँ, 5, 6, 7, 8वटाको नाम मैले भनिसकेँ होइन। अब मेन पढ्नुपर्ने क्लोरामफेनिकल सबभन्दा पुरानो, त्यसपछि चाहिँ क्लोरोमाइसिटिन पढ्नु पऱ्यो। त्यसपछि चाहिँ अनि एजिथ्रोमाइसिन चाहिँ के को लागि, नन कम्प्लिकेटेडको लागि दिन्छ। र सिप्रोफ्लेक्सिन चाहिँ हाम्रो नन प्रेग्नेन्ट एडल्टको लागि दिन्छ है। एडल्टको लागि दिन्छ है। यो कुरा चाहिँ सीमा सोध्छ। र सेफ्ट्रियाक्जोन छ। यो सेफ्ट्रियाक्जोन यो 5वटा चाहिँ कम्पलसरी पढ्नु पऱ्यो। यो चाहिँ 5वटा चाहिँ कम्पलसरी पढ्नु पऱ्यो। पेनिसिलिन पनि पढ्दा पनि भयो। तर अब यानिमीको लागि चाहिँ 3-4वटा लेख्यो पनि भइहाल्छ। अब मेनली चाहिँ अब सीको लागि हो पेनिसिलिन, एमोक्सिसिलिन अनि त्यसपछि एम्पिसिलिन, त्यो पनि हामीले लेख्न सक्छौँ है। ओके, यति नै हो हाम्रो टाइफाइडको। अब त्यसपछि चाहिँ हाम्रो प्रिभेन्सन हो होइन। प्रिभेन्सन भन्दा बित्तिकै हामीले जहिले पनि पहिला दिने होइन, पहिले नै रोग लाग्नुभन्दा पहिले नै है, यो चाहिँ प्रिभेन्सन भन्ने गरिन्छ। फर्स्टमा चाहिँ टिएबी भ्याक्सिनेसन है। भ्याक्सिनेसन दिनु पऱ्यो। टिएबी भ्याक्सिनेसन 1मा। त्यसपछि 2मा चाहिँ ओरल भ्याक्सिन भन्छ होइन। ओरल भ्याक्सिन चाहिँ खुवाउने टाइपको हुन्छ, यो गर्नु पऱ्यो है। त्यसपछि 3मा चाहिँ हाम्रो भिआई पोलिसेचिराइड होइन। पोलिसेचिराइड भ्याक्सिन है। पोलिसेचिराइड भ्याक्सिन्स। अनि त्यसपछि चाहिँ 4मा चाहिँ किल्ड भ्याक्सिन होइन। अब किल्ड भ्याक्सिन लेख्दा पनि भयो, नभए अर्को चाहिँ हामीले अलाइभ एटेन्युएटेड TY21A भ्याक्सिन पनि दिन्छ होइन। लाइभ एटेन्युएटेड TY21A भ्याक्सिन पनि हामीले दिन्छौँ। अनि त्यसपछि चाहिँ विकेन्ड भ्याक्सिन पनि दिन्छौँ होइन। 2 वर्षकोलाई चाहिँ हामीले किल्ड भ्याक्सिन दिन्छौँ। त्यसपछि चाहिँ 6 वर्षको र त्योभन्दा बढीकोलाई चाहिँ हामीले विकेन्ड भ्याक्सिन दिन्छौँ। यो कुरा पनि याद गर्नु पऱ्यो है। मैले के भने 2 वर्षसम्मको लागि किल्ड भ्याक्सिन र 6 वर्षसम्मको लागि विकेन्ड भ्याक्सिन वा त्योभन्दा ठुलोको चाहिँ हामीले विकेन्ड भ्याक्सिन दिन्छौँ होइन। अब किल्ड भ्याक्सिन चाहिँ हामीले 2 वर्षसम्मको लागि वा त्योभन्दा ठुलोको लागि दिन्छौँ। त्यो चाहिँ इन्जेक्सनको माध्यमबाट। र विकेन्ड भ्याक्सिन चाहिँ हामीले माउथबाट वा चाहिँ क्याप्सुल पर डे वा चाहिँ त्यो क्याप्सुलमा चाहिँ दिने विकेन्ड भ्याक्सिन हो। र हाम्रो टाइफाइड कन्जुरेट, अब त्यो चाहिँ भ्याक्सिन